किचन राम्रो बनाउनु पर्यो। गाउँमा जाने, गाउँमा चुल्हामा बस्ने, चगठीमा बस्ने, अनि दाउरा रुखबाट काटेर ल्याउने, अनि आगो ताप्ने, खाना बनाउने, खाने। भाँडा बाँध्नुपर्छ, त्यहाँ त भाँडा बाँध्नुपर्छ, कालो भाँडा बाँध्नुपर्छ। किचकिच गरेको है, मैले किचकिच गरेको। तँलाई मैले किचन बनाइदिनु पर्ने। के अरे अझ के अरे बक्स बनेर माथि, बक्समा के राख्ने, लुगा राख्ने किचनमाथि। खानेकुरा, खानेकुरा बक्समा राख्छन् है। ठिक छ, बक्स बनाऊ होला। माथिल्लो घरको देखेको, त्यसो भए त मैले नि तल्लो घरमा देखेको। त्यसको बुढी पहिला गइरे, के तन जाने अब? हे प्रभु, अर्काको देखेर अर्काले के गर्छन् त्यही गरेर हुन्छ। पैसा चाहिएन, पैसा माइत जान्छु, जा 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 जा, आजै जा, अहिले जा, केही हुँदैन। खाना कसरी खाने रे? खान्छु नि, बनाएर खान्छु कि होटेल गएर खान्छु। फेरि माइत जाने भन्ने छ, फेरि चिन्ता ल्याएको छ। के चिन्ता ल्या? छोरछोरी जान्छन्, स्कुल जान्छन्, आफै खाना बनाएर जान्छन्। नगए होटेल लगेर खुवाउँछु, अनि के को तनाव? घुर्कनु पर्दैन, मलाई घुर्कनु पर्दैन, भयो, घुर्कनु पर्दैन। अहिले जाँदा केही फरक पर्दैन। किचन बनाइदिने भनेर माइत जाने, के किचन बनाउने? ग्यास ल्याइदिएकै छ, टेबल छ त्यहाँ माथि बसाल्ने, खाने। किचनमा कोठा चाहिने, बक्स चाहिने रे माथि, डाइनिङ टेबल चाहिने। चोरैले सम्पत्ति छ यहाँ।